दर्शकबिन नमस्कार। फुलबारी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म एग्राज अवस्थी। पछिल्लो समयमा विभिन्न वनमा आगलागीका कारणले धेरै वन विनाश हुने गरिरहेको छ। यसै विषयमा कुरा गर्नको लागि रामजानकी वनका अध्यक्ष जयानन्द भट्ट हामीसँग हुनुहुन्छ। फुलबारी खबरमा यहाँहरूलाई स्वागत छ। धन्यवाद। पछिल्लो समयमा वनमा धेरै आगजनी भइरहेको छ। रामजानकी वनमा पनि यो समयमा आगलागीको केही भएको छ कि छैन अहिलेको अवस्थामा? धन्यवाद यहाँलाई। हजुरले भने चाहिँ वर्षे नै सामुदायिक वनहरू आगलागीको चपेटामा पर्ने गर्छन् नै र त्यो आगलागीबाट वनलाई बचाउनका निमित्त गत विगत वर्षमा पनि यस रामजानकी सामुदायिक वन उपभोक्ता समूहले चाहिँ आफ्नो वन क्षेत्रलाई डन्डेलो र आगलागीबाट नियन्त्रण गर्नका निमित्त वन क्षेत्रभित्र विभिन्न किसिमका फायर लाइनहरू बनाएर फायर लाइनको सरसफाइमा कार्य समिति स्वयं आफू पनि खटेर र 3 या 4 जना अवस्था हेरेर अग्नियन्त्रकको रूपमा समूहले नियुक्ति गरी अग्नियन्त्रकहरूलाई परिचालन गरी अनि डन्डेलो र आगलागीबाट वनलाई जोगाउनका निमित्त फायर लाइन सरसफाइको कार्यक्रम, यसै गरी अपरझट आगलागी भइहाल्यो भने अनि कार्य समिति र अग्नियन्त्रकहरू मिलेर आगो निभाउने कामहरू गर्दै आइरहेको छ र हालसम्म आजका दिनसम्म यस वर्षमा सामुदायिक वन क्षेत्रभित्र अहिलेसम्म आगलागी भएको छैन। अहिलेसम्म चाहिँ आगलागीबाट जोगाउँदै आइएको छ। अनि वन संरक्षणको क्रममा थप हामीले भन्नु पर्दाखेरि हामीले जनचेतना अभिवृद्धिका निमित्त हामीले उपभोक्ताहरूमा व्यापक जनचेतना वृद्धि गराउनका निमित्त प्रचार प्रसारको क्रममा हामीले मिडियाहरूमा पनि सामुदायिक वनलाई आगलागीबाट जोगाउनुपर्छ भन्ने विषयले मिडियाहरूमा पनि प्रचार सामग्री पनि हामीले मिडियालाई दिने गरेका छौँ र मिडियाबाट पनि यो रामजानकी सामुदायिक वन उपभोक्ता समूहलाई आगलागी र डन्डेलोबाट नियन्त्रण गर्नका निमित्त जोगाउनका निमित्त जनचेतनामूलक सामग्रीहरू प्रसारण गर्दै आइरहेको अवस्था छ र यसमा थप चाहिँ हामीले यस वनको पुनरुत्पादन क्षेत्रमा हामीले विशेष किसिमका 3 वटा फायर लाइनहरू निर्माण गरेका छौँ र यसको पछिल्लो बाहिरी घेरामा पनि त्यस्तै किसिमका फायर लाइनहरू छन्। 4-5 वटा फायर लाइनहरू निर्माण गरेका छौँ र ती फायर लाइनहरूमा हामीले समूहद्वारा नियुक्ति गरेका 4 वटा अग्नियन्त्रकहरू यस वर्ष नियुक्ति गरेका छौँ र तिनले दैनिक रूपमा कहाँ पत्ताहरू बढी झरेका छन् ती पत्करहरू चाहिँ सरसफाइ गर्ने कार्यक्रम नियमित रूपमा भइरहेको छ र हामीले चैत्र 10 गतेदेखि अनि अषाढको यही वैशाख 2082 साल चैत्र 10 गतेदेखि 2082 अषाढ यहाँ मितिमा अलि मिस्टेक पर्यो। 2081 चैत्र 10 गतेदेखि 2082 अषाढ 15 गतेसम्मका लागि 4 जना अग्नियन्त्रक हामीले नियुक्ति गरेका छौँ र अग्नियन्त्रकहरू दिनहुँ हाम्रा फायर लाइनहरू भित्री घेराका फायर लाइन र बाहिरी घेराका समग्र फायर लाइनहरूमा नियमित रूपमा पत्करहरू सरसफाइ गर्ने कार्य भइरहेको छ र अपरझट अहिलेसम्म आगलागीको हाम्रो यहाँ चाहिँ त्यस्तो किसिमको देखा परेको छैन। आगलागी हुनबाट अहिलेसम्म जोगाएको अवस्था छ र अपरझट आगलागी भयो र अग्नियन्त्रकहरूको काबुभन्दा बाहिर आगलागीको अवस्था रहेको खण्डमा हामीले अग्नियन्त्रकहरूलाई तुरुन्त कार्य समितिलाई खबर गर्न भनेका छौँ र हामी त्यस्तो भयावह आगलागीको घटना भएको खण्डमा हामी स्वयं कार्य समिति र उपभोक्ताहरूलाई साथमा लिएर र थप त्योभन्दा जटिल भयो भने हामी स्थानीय तह वडा कार्यालय हुँदै नगरपालिकामा पनि खबर गरेर आगोलाई नियन्त्रण गराउनका निमित्त वनलाई आगलागी र डन्डेलोबाट जोगाउनका निमित्त हामी अग्रसर सदैव प्रयासरत उन्मुख भइरहेका छौँ। आगलागी नियन्त्रणबाट उपभोक्ताहरूको कतिको सहयोग मिल्छ, कतिको सहभागिता हुन्छ? आगलागी नियन्त्रणका लागि नियन्त्रण गर्नुपर्छ भन्ने चासो र चिन्तन उपभोक्ताहरूको छ र अपरझट आगलागी भइपरि आउने घटना भएको हुँदा समग्र उपभोक्ताहरूले
एकैपटकमा आग लागेको सूचना प्राप्त नगर्न पनि सक्छन् र यसकारण समूहले आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रकहरूको नियुक्ति गरेको छ र अग्नि नियन्त्रकहरूले आफै स्वयं आगो निभाउन सक्ने स्थिति काबुमा नभएको खण्डमा कार्य समितिलाई खबर गर्नुहुन्छ र सम्भवतः उपभोक्ताहरूलाई कार्य समितिले खबर गरेपछि उपभोक्ताहरू पनि चासोका साथ हालसम्म आगलागीबाट वनलाई जोगाउनका निमित्त आगो नियन्त्रण गर्नको निमित्त सामुदायिक वनलाई सहयोग गरेकै स्वरूपित भएको कुरा यो जानकारी गराउन चाहन्छु। अनि वन संरक्षण सम्बन्धी थप प्रयासहरू के भइरहेका छन्? वन संरक्षण सम्बन्धी थप प्रयास हामीले चाहिँ नियमित रूपमा वनलाई नियमित रूपमा लाथ्रा बोट बिरुवाहरू हानि नोक्सानीबाट बचाउनका निमित्त चरीचरण नियन्त्रण गरेका छौँ सामुदायिक वन क्षेत्रभित्र र लाथ्राहरू व्यापक रूपमा कटानी हुने सम्भावना पनि भएकोले हामीले एकजना वन हेरालुको नियुक्ति गरेका छौँ र वन हेरालुले उक्त बोट बिरुवाहरू हानि नोक्सानी भए गरेको रेखदेखका निमित्त हाम्रो वन हेरालु परिचालिन्छ र बेला बखतमा वन हेरालुले पनि सो क्षेत्रमा कस्तो किसिमको निगरानी बढाउँदै आएको छ, राम्रो किसिमको काम भएको छ छैन भन्ने कुराको कार्य समितिको तर्फबाट पनि आलो पालो रूपमा कार्य समितिका पदाधिकारीहरू वन अनुगमन को क्रममा वन क्षेत्रभित्र अनुगमन गर्दै आइरहेको पनि जानकारी गराउन चाहन्छु। समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद।